हिँड्दै थिएँ बट यहाँ कस्तो राम्रो फुल फुलेर आएछ। अहिले चाहिँ म 7 बजी ड्युटी गइरहेको। बिहान हिँड्दा चाहिँ माइन्ड फ्रेस हुने रहेछ बट उठ्न यति जाऊ ओ माई गडनेस। आज म तर ठुलो पढ्दिनँ, मर्निङ ड्युटी गर्दिनँ। बिहानमा जान्छु एकछिन हालेर 2-3 घन्टा क्याम्प छ। क्याम्प सकाएर म फेरि आउँछु। मेरो किनभने शनिबार चाहिँ मेरो अफ हो नि त। आज जस्ट एटेन्ड मात्रै हुनु क्या म है। अनि अब के अरे कहिले अझ भोलि पर्सि पनि हाम्रो क्याम्प छ। त्यसमा मतलब बिहान 7 बजीबाट बेलुकासम्म इभिनिङ ड्युटी मतलब 7 बजीसम्म गर्नुपर्छ होला। बेलुका पनि 12 घन्टाको ड्युटी गर्नुपर्छ। यस्तै छ जिन्दगी। फाइनली गयो यत्रो हिँडेर बल्ल मेरो हस्पिटल आयो। टुक लगाएर अब जान्छु। यो मेरो हस्पिटल पुष्पाञ्जली हस्पिटल। यस्तै लखर हिँडिरहेको छु। यता हस्पिटल देख्न सक्नुहुन्छ। यता म छु। आई होप आज भिड नभइदियोस्। आज क्याम्प छिटो सकोस् अनि छिटो क्याम्प सकेर नमस्कार डक्टर हुनुहुँदो रहेछ फाइनली। फाइनली म हस्पिटल आइपुगेँ। ढेन्टरङ खराब होइन। फाइनली म अब भित्र पस्छु। गुड मर्निङ सर। हेलो गाइज। हाई दिदी। यस्तो के हाई पूजा दिदी, सब्जी दिदी। आज चाहिँ हामीले क्याम्पको ओ माई गड यति धेरै काम गऱ्यो। यो डिस्प्याचको के भन्छ अरे यो उसो हो के कुनी के हो स्टिकर, प्रिन्ट रोलको स्टिकर लगभग एउटा प्रिन्ट रोल नै सकियो के। ओ माई गड हामीले कति धेरै काम गरेको। शनिबार पनि आएर काम गरेको। कस्तो केही पनि खाएन, भोक ला। फाइनली गाइज म 10 बजे जान्छु भनेको 1:16 गइसक्यो। ल मेरो पनि भयो, अब पूजा दिदीको भयो। ल थ्याङ्क यू, बाई अङ्कल। रिसेप्सनिस्टको लागि इन्टरभ्यू दिन आएको थियो। खै